ओके फाइनली नेपालमा चाहिँ एसटीसी ब्याक भएको छ अनि यो फोनले चाहिँ नेपाली स्मार्टफोन मार्केटको गेम चेन्ज गरिदिन सक्छ। यो चाहिँ एसटीसी को U24 Pro भन्ने फोन हो। यो फोन चाहिँ नेपालमा 12GB 256GB अनि 12GB 512GB दुईटा भेरिएन्टमा लन्च भएको छ। 12GB 256GB को प्राइस चाहिँ 56,999 छ। अनि यो जुन प्राइसमा लन्च भएको छ नेपालमा चाहिँ यसको कम्पिटिसनमा भएको फोनहरुले चाहिँ यसमा जस्तो फिचर्सहरु दिदैन। सुरुमा त यसमा भएको क्यामेरा इन्ट्रेस्टिङ छ। तपाईले चाहिँ यसमा 50 मेगापिक्सल को मेन 50 मेगापिक्सल की टेलिफोटो क्यामेरा अनि 8 मेगापिक्सल को चाहिँ अल्ट्रा वाइड एंगल लेन्स पनि पाउन सक्नुहुन्छ। अगाडिपट्टि पनि तपाईलाई 50 मेगापिक्सल को सेल्फी क्यामेरा दिएको छ। अर्को भनेको चाहिँ यो फोनले 15 वाट को वायरलेस चार्जिङ पनि सपोर्ट गर्छ। यसमा भएको 4600 mAh को ब्याट्री चाहिँ 2026 को हिसाबले तपाईलाई अलिकति कम लाग्ला, तर त्यसले गर्दाखेरि चाहिँ यो फोनलाई एकदमै स्लिम लाइट वेट चाहिँ बनाएको छ। यसमा तपाईले 60 वाट को चाहिँ फास्ट चार्जिङ सपोर्ट पाउन सक्नुहुन्छ भने बक्समा तपाईले चार्जर पनि पाउन सक्नुहुन्छ। 15 वाट को चाहिँ यो फोनले वायरलेस चार्जिङ पनि सपोर्ट गर्छ। 5 वाट को चाहिँ रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ। अब यो फोन आउँछ IP67 को वाटर एन्ड डस्ट रेसिस्टेन्स को साथमा। 198.7 ग्राम को मात्र यो फोन छ। सो एकदमै लाइट वेट छ अनि डिस्प्लेमा तपाईले गोरिल्ला ग्लास को प्रोटेक्सन पनि पाउन सक्नुहुन्छ। अब यो फोनलाई पावर गरेको छ Qualcomm Snapdragon 7 Gen 3 को प्रोसेसरले, त्यसैगरी UFS 3.1 को स्टोरेज पाउन सक्नुहुन्छ, LPDDR5 को र्याम। यो फोनको मलाई सबैभन्दा प्रिमियम लागेको चाहिँ यो फोनको डिस्प्ले हो। 6.8 इन्च को यो फोनमा फुल HD प्लस को OLED डिस्प्ले को साथमा आउँछ। 120 हर्ट्ज को रिफ्रेश रेट। अब यो फोनको एउटै ड्रब्याक भनेको चाहिँ यसको सफ्टवेयर हो। हुन त यसमा दिएको सफ्टवेयर चाहिँ क्लोज टु स्टक एन्ड्रोइड छ, केही पनि ब्लटवेयर छैन, युज गर्दाखेरि एकदमै स्मुथ छ। तर तपाईले यो फोन चाहिँ अलिकति आउटडेटेड एन्ड्रोइड 14 मा पाउन सक्नुहुन्छ। सो हुन त अब यो फोनमा एन्ड्रोइड 15 सम्मको तपाईले अपडेट त पाउन सक्नुहुन्छ। अब त्यसपछि अपडेट आउँछ कि आउँदैन त्यो चाहिँ फिक्स छैन एसटीसी को तर्फबाट अफिसियली। सो यदि तपाईलाई त्यति कुराले फरक पर्दैन भनेदेखि चाहिँ 56,999 को प्राइसको लागि चाहिँ यो एउटा एकदमै सोलिड अप्सन छ मिड रेन्जमा। सो फाइनली हामीले एसटीसी को तर्फबाट चाहिँ एकदमै राम्रो फोन देखेका छौं। बाकी यस्तै भिडियोको लागि चाहिँ मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला।